नमस्ते सबैजनालाई वेलकम टु माई च्यानल। यदि तपाईँको नेपालदेखि अस्ट्रेलिया आउने भिजा लगाइसकेको छ र तपाईँ अबको 1 मन्थमा अबको 15 डेजमा अबको 10 डेजमा तपाईँ अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने आउनुभन्दा अगाडि के कुरामा ध्यान दिने म एउटा सर्ट भिडियो बनाउँदैछु है त। फर्स्ट कुरा भनेको अस्ट्रेलिया आउनुभन्दा अगाडि तपाईँको आएको भिजा, सिओई, पासपोर्ट, तपाईँको एक्सपिरियन्स लेटर, तपाईँको एजुकेसनल सबै सर्टिफिकेटहरू फोटोकपी गरेर र ओरिजिनल डकुमेन्टहरू आफ्नो ह्यान्ड ब्यागमा राख्नुहोस्। यो कुरा चाहिँ सबैभन्दा धेरै इम्पोर्टेन्ट छ। र सेकेन्ड कुरा रह्यो, आउनुभन्दा अगाडि तपाईँ सपिङ गर्दै हुनुहुन्छ भने कामको लागि कस्तो खाले कपडा चाहिन्छ त? अफकोर्स ब्ल्याक कलरको चाहिन्छ। ब्ल्याक कलरको ड्रेसहरू 2-3वटा एक्स्ट्रा 4-5 जोडी लिएर आउनुहोस् है। विन्टर छ भने समरको कपडा लिएर नआउने, समर छ भने विन्टरको लिएर नआउने, त्यस्तो नगर्नुहोस् किनकि अस्ट्रेलियाको क्लाइमेट यहाँ कतिखेर चेन्ज हुन्छ नै थाहा हुँदैन। सो तपाईँले चाहिँ विन्टर र समरलाई ब्यालेन्स गरेर ठिक्क कपडा लिएर आउनुहोस् है। र कल्चरल कपडाहरू जस्तो तपाईँ हिन्दू धर्म मान्नुहुन्छ भने त्यही अनुसारको कपडा लिएर आउनु, मुस्लिम धर्म मान्नुहुन्छ भने त्यही अनुसारको कपडाहरू चाहिँ लिएर आउन नबिर्सिनुहोस् किनकि त्यो कपडाहरू चाहिँ एकदमै धेरै एक्सपेन्सिभ पर्छ यहाँ। र अर्को कुरा रह्यो, तपाईँ आउनुभन्दा अगाडि चाहिँ तपाईँले एकदमै धेरै कुरा सिकेर आउनुपर्ने भनेको स्किल्स। ड्राइभिङ लाइसेन्स चाहिँ सकेसम्म नेपालदेखि नै लिएर आउनुहोस् र ड्राइभिङमा पर्फेक्ट भएर आउनुहोस्। यस्तो हो कि नेपालमा चाहिँ म लाइसेन्स यसरी निकालिहाल्छु, यहाँ आएपछि त भइहाल्यो नि, त्यस्तो होइन। यहाँको एकदमै स्ट्रिक्ट रुल्स रेगुलेसन छ। सो तपाईँ नेपालदेखि नै पर्फेक्ट भएर आउनुभयो भने तपाईँले यहाँ धेरै पे गरेर क्लासहरू लिनु पर्दैन। तपाईँले इजिली लाइसेन्स निकाल्न सक्नुहुन्छ र 6 मन्थसम्म चाहिँ तपाईँले चलाउन सक्नुहुन्छ र तपाईँसँग गाडी छ, तपाईँसँग लाइसेन्स छ भने चाहिँ तपाईँले काम पाउनमा प्रब्लम हुँदैन। यो चाहिँ मेरो पर्सनल सजेसन है त। र अर्को कुरा रह्यो अकोमेन्डेसन, कहाँ बस्ने त आउनुभन्दा अगाडि, कसरी खोज्ने त, कोही पनि छैन आफ्नो मान्छे। र यसको लागि चाहिँ तपाईँले जस्तो तपाईँ सिडनी आउँदै हुनुहुन्छ भने नेप्लिज इन सिडनी भनेर फेसबुकमा पेज हुन्छ, सबैको छ पेज। नेप्लिज इन न्युकासल, नेप्लिज इन मेलबर्न, नेप्लिज इन डार्बिन, नर्दर्न टेरिटरीदेखि लिएर एभ्री कुराहरू फेसबुकमा पेज छ नेपालीहरूको। त्यो पेजमा गएर मलाई यति रुम चाहिएको छ, यो लोकेसनमा चाहिएको छ भनेर तपाईँले पोस्ट गर्नुहोस् र कतिजनाले पोस्ट गर्नुभएको छ भने चाहिँ उहाँहरूसँग कन्ट्याक्ट गरेर नेपालदेखि नै कन्फर्म भएर मात्रै आउनुहोस् किनकि यहाँ आएर तपाईँ रुम रेन्ट खोज्न थाल्नुहुन्छ त्यतिखेर तपाईँ काम पनि खोज्दै हुनुहुन्छ र एकदमै टफ हुन्छ। र अर्को कुरा भनेको, यदि तपाईँ नेपालदेखि अस्ट्रेलिया आउँदै हुनुहुन्छ भने $25 एयुडी चाहिँ लिएर आउन पाउँछ र क्यासमा लिएर आउँदा पनि हुन्छ र डलर कार्ड लिएर आउँदा पनि हुन्छ। सो म चाहिँ के सजेसन गर्छु भन्दाखेरि अस्ट्रेलियन एयुडी नै लिएर आउँदाखेरि तपाईँलाई बेटर हुन्छ। तपाईँले यहाँ आएर साट्नु पर्दैन, तपाईँलाई घाटा लाग्दैन है। र तपाईँ आज जाँदै हुनुहुन्छ, फ्लाइटमा हुनुहुन्छ र तपाईँ झर्नुभन्दा 20 मिनट अगाडि, ल्यान्ड हुनुभन्दा 20 मिनट अगाडि अस्ट्रेलियामा जुन इमिग्रेसनमा तपाईँले एउटा फर्म बुझाउनुपर्छ, त्यो फर्म चाहिँ तपाईँलाई प्लेनमा नै भर्न लाउँछ। त्यो फर्म भर्दाखेरि चाहिँ तपाईँ एकदमै धेरै केयरफुल हुनुहोला। सबैभन्दा इम्पोर्टेन्ट चाहिँ त्यो फर्ममा हुन्छ है त। कति धेरै मान्छेको भिजा पनि क्यान्सल भएको हुन्छ। सिगरेट लिएर नआउनु होला, हुन्छ नि, फुडहरू लिएर नआउनु होला। इनकेस तपाईँले लिएर आउनु भएको छ भने मेन्सन गर्नु होला यस भनेर है त, त्यहाँ अप्सन पढेर। र तपाईँलाई प्लेनमा कन्फ्युज भयो भने एयर होस्टेससँग पनि तपाईँले सोधेर कन्फर्म गरेर मात्र लेख्नु होला है। र अर्को कुरा भयो, तपाईँलाई इमिग्रेसनले सिम्पल क्वेसनहरू सोध्छ, तपाईँ जाने ठाउँको लोकेसन, कन्ट्याक्ट नम्बर, कोसँग जाँदै हुनुहुन्छ, कुन भिजामा आउनुभयो, तपाईँ कति लङ टर्म बस्ने हो कि होइन, यो सबै क्वेसनहरू सोध्छ। यो चाहिँ एकदम सिम्पल सर्ट एन्ड स्विट आन्सरमा तपाईँले रिप्लाई दिँदा हुन्छ है। जब तपाईँको इमिग्रेसन क्रस हुनुहुन्छ त्यसपछि तपाईँले लगेज लिन सक्नुहुन्छ र तपाईँको आफ्नो जो नजिकको व्यक्ति हुनुहुन्छ, जो तपाईँलाई लिन आउँदै हुनुहुन्छ, उहाँलाई चाहिँ तपाईँ ल्यान्ड हुनुभन्दा पहिला नै इन्फर्म गर्नुहोला। त्यहाँभित्र चाहिँ वाइफाई चल्छ र तपाईँले अगाडि नै इन्फर्म गरेर म आइपुगेँ, इमिग्रेसनमा जाँदैछु भनेर इन्फर्म गर्नुहोला। यो पनि एकदमै धेरै इम्पोर्टेन्ट कुरा हो है त। सो जब तपाईँ एयरपोर्टदेखि बाहिर निस्किनुहुन्छ, तपाईँले लगेज लिएर बाहिर निस्किनुहुन्छ, त्यहाँनिर चाहिँ तपाईँले ओपल कार्ड भन्ने हुन्छ, एनएसडब्ल्यूमा, भिक्टोरियामा छुट्टै हुन्छ। डिफ्रेन्ट ठाउँ अनुसार ट्राभल कार्ड चाहिँ त्यहीँनिर तपाईँले पर्चेस गर्न मिल्छ र साइड बाई साइड तपाईँले सिम पनि त्यहीँनिर किन्न मिल्छ र तपाईँलाई बेटर हुन्छ तपाईँसँग सिम भयो भने। सो सबैले सिम कार्ड र ओपल कार्ड चाहिँ
त्यही नै ओपल सर्भिस एनएसडब्ल्यूमा मात्रै हुन्छ है त ओपल चल्ने भनेको ओपल भनेको ट्राभल कार्ड हो। अनि त्यो दुईवटा कुरा चाहिँ त्यही नै किन्नु होला र तपाईँले गुगल म्याप पनि नेपालदेखि नै डाउनलोड गरेर लिएर आउनु होला, किनकि तपाईँलाई इजी हुन्छ। ट्रेनको लागि पनि कुन एप चल्छ त्यो पनि डाउनलोड गर्नु होला। यो कुरामा चाहिँ तपाईँले नेपालदेखि नै रिसर्च गर्नु होला र गर्नुभएको छैन भने पनि स्टार्टिङको 1 विक चाहिँ तपाईँले रिसर्च गर्नु होला है त। र तपाईँ जब आउनुहुन्छ र त्यसपछिको कुरा भनेको तपाईँले जब खोज्न थाल्नुहुन्छ। अनि स्टार्टिङको डेज भनेको युनिभर्सिटी कहाँ छ, कहिलेदेखि स्टार्ट हो र काम कसरी खोज्ने भन्ने कुरा स्टार्ट हुन्छ। र त्यसको लागि चाहिँ मैले कसरी इजिली काम पाउने, के गर्यो भने चाहिँ नर्मल कामहरू पाइन्छ भन्ने कुराहरू चाहिँ, रेज्युमे कसरी बनाउने भन्ने कुराहरू चाहिँ म नेक्स्ट भिडियोमा भन्छु। थ्याङ्क यू सो मच।